स्ट्रबेरी फार्म है यो स्ट्रबेरी फार्म ओ वहाँसम्म छ यो के हो यो सिसौको जङ्गल जस्तो के हो यो होटेल हो कुन होटेल सनराइज कटेज भाइरल चितवनको भाइरल ठाउँ भाइरल ल आयौँ है हामी सौराको गेट गेट करायो घन्टा गयो यार घन्टा करायो खबर हाउस यहाँ सभाहरू कामहरू केही गर्नु सरकारी केही बैठकहरू यो चाहिँ के रोड हो यो चाहिँ सौराको रोड घन्टा घर आएपछि के आउँछ अरे हजुर के छ भाइ तेरो खबर भन् त कस्तो रमाइलो लागिरहेको सबजना होइन जे गरेको साढे 20 होइन पार्टी चाहियो अहिले पुरा पार्टी सब पार्टी सबलाई पार्टी हामी त एकमुष्ट दियो हो त्यही भएर नपर्ने होला होइन लिएर आउनु त भएछ हजुर होल्डे हो भन्छ उनीहरूले बल्ल ल एकछिन भनेर 10 मिनट गएर दुईटा गाइडलाई नभन्नु यार तपाईँले यार हेत्तेरिका सोध्नु न अहिले भर्खर फोन गरेर बोल्नु झर्न मिल्दैन भनेर भन्नुहुन्छ झर्न मिल्दैन होइन होल्डे जानुभयो भने चाहिँ एकछिनको समयमा आर्मीहरूले भनेको ठिक छ एकपल्ट हामी पनि रिक्वेस्ट गरौँ ल होइन अर्ज दुईपल्ट गरेर जाने दुईपल्ट गरेर जाने ल ल राम्रोसँग जाने रमाइलो गर्ने है मन जाने हो ल बच्चाहरू चाहिँ छोड्नु भएन है आफ्नो आफ्नो साथमा ल सबजनाले अहिले भिडियो हेरेर सब्सक्राइब गर्ने है च्यानल फेरि सबजनाले ल अर्ज सबजना अर्ज ल पछाडि खाइसके नि पछाडि पछाडि अब छोड्दिन अब नआइ अलि पछाडि जाऊ ल पछाडि ल त्यो बच्चालाई नराख्नु हस् हस् ल है सबजना है राम्रोसँग जाउँ है रमाइलो गरौँ ल सबजना राम्रोसँग जाने है नहल्लिने एकछिन गई यहाँ गरेर बस्नु फेरि बस 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 गीत पनि कस्तो मिला हो पुरानो पदमपुर लाग्यो है त ल सब्सक्राइब गर्दै 2-4 जना जे भयो नि ल जन्मेको ठाउँमा 23 वर्ष पछाडि है हामी जाँदैछौँ कस्तो भयो चाहिँ तपाईहरुले देखाउँछौँ हेर्दै गर्नु होला सबजनाले
ल है हामी लाग्यौँ है अब लाग्यौँ सबजना है जङ्गल सफारी छानी कहाँ हामी जङ्गलमा ल जङ्गल आछौँ है हामी ल सबजना है ल है शुभयात्रा सबजनालाई ल छेत्रीको पत्थर छ त्यहाँ छेत्रीको पत्थर थियो 50 सालको बाढीले उडाएको छ अस्ति चौरत्तर पनि बिलायो पुरो त्यसमा आउँछ तपाईँहरू भाइ बेलगैरी हो यो बेलगैरी हो बेलगढी हेर्नु है ऊ त्यो आँपहरू हेर्नु अझै रहेछ केटा ओइ लक्ष्मण ऊ त्यो उसको रुख होइन त्यो के अरे त्यो एउटा सानो रुख भएर थियो नि कति लाखै पर्छ त्यत्रो ढलेर गइरहेको छ अब जुन यहाँको साइड गार्डनहरू छ आफ्नो रिटायर के अरे हाम्रो अर्को गाडी पछि जाइराखेँ हाम्रो है पुरा त्यस्तो आउँछ त्यो बारेमा कसले बोल्यो एनिभर्सरी कस्तो भइरहेको बुढी खै छोरो कहाँ छ खै राइनो देख्यो यो कहाँ थाहा मन्टोल जाने बाटो यो लाइन हो यो लाइन जाने म सबै जाने बाटो हेर अझै हरेको छ हेर हामी पटनातिर लाग्यो अब यहाँ पिपरपत्तिर लागेको होइन हामी अब हाल्नु क्या त यो मन्टोली खोला मचौरी खोला हो माटा कति हो ए हामी यहाँ पदना घरनेर आइपुग्यो यहाँ यो निनुरा घरनेरीको यो आँपको रुख होइन निनुरा घरनेरीको हो बुवा यो निनुरा घरनेरी त्यो हो यो हो पिपल रुख ए हाम्रो पिपल रुख यहाँबाट सिधा जाने बाटो यो अर्कोहरू जाने बाटो यो भयो यो पिपल रुख भयो यो पिपल रुख भयो यहाँबाट यता आयो यो हो यो रेशमदारको यो रेशमदारको आँप हो यो रेशमदारको आँप हो हाम्रो घर यहीँनिर ठ्याक्कै यहीँनिर ल यही ताल भनेर यहीँनिर हो ल बोट खोला त्यहीँ छ नि हो बोटे खोला के यहीँ छ नि यहाँ त बाटो बनाएको बोटे खोला यही हो लक्ष्मण ऊ त्यो आँपको रुख छैन ऊ त्यो आँपको रुख हो यो बोटे खोला यो बोटे खोला यो हो घर त्यहाँनिर हो सम्म है घर छैन पहिला थियो छोरो बुझ्यौ गरम खाना आयो त्यहाँ अगाडि हामी आउँदा बाटै थिएन हामी यता छिरेको बाटो सम्म है गरम जानेको फुल
फुल छैन यहाँ फुल त्यहाँ फुलिरहेको छ मधुमालको अलि चाँडै आयो है पुरा लाग्दो हुन्थ्यो त्यतिखेर होइन अमल टाढ्ने छिरे कि हामी त हामी अमल टाढी आयो जस्तो लाग्यो त्यो अमल टाढीको त ऊ हो कि जस्तो लाग्यो मलाई त्यो नेपाल भन्ने नि नेपाल भन्ने नारायण भट्टराईको यता भन्दैन भरतको थापाहरूको भाटा त्यो त उता भयो थापाहरू घर यो तिम्रो जुन हामी यो जान्थ्यौँ नि बोतेको सबै पुलिसहरूले खान्छ कोही बाँदरले खान्छ यहाँ मन्दिर ठ्याक्कै यो एरिया भने भट्टाहरू गरेर हुन्छ सबैजना बसेर खान्छ भयो भर्खर भन्दा हात झुटो बोले हामी अहिले भिमली मन्दिर दर्शनको लागि प्रस्थान गर्दैछौँ अलि हिलो रहेछ चिसो चिसो रहेछ पैसा निकालेको मैले त एउटा पैसा चढाएर दौडिहाल्छु फाइनली हामी अहिले भिमली मन्दिर आइपुगेका छौँ यो हामीले वर्षौँदेखि पुस्तादेखि पुज्दै आएको मन्दिर हो 23 वर्ष छोडेर गएको भिमाली माईलाई आज फेरि जुराएर भगवान्को थानमा हामीलाई आउनलाई लेखा रहेछ हे भिमाली माई रक्षा गर्नुहोस् भगवान् हेलो भिमाली माईका दर्शन गर्न आएको हामी जहाँ गए पनि मन हजुरसँगै छ हाम्रो यो भिमाली माई त्यही पनि यति गरेर जुरेर आउन लेखा रहेछ भगवान् पैसा त जति रहेछ त कसरी तिरेर आइनको पैसा त जति रहेछ त हजुर कबेर जाने होइन न यसको पूजा थानमा दर्शन गर्न आएको कस्तो महसुस भएको छ एकदम रमाइलो भाइसँग दिदीसँग आमासँग घुमेर एकदम रमाइलो भित्रै भित्रै जाउँ न भित्रै जाउँ बाहिर भित्रै हिँड बिस्तारै गऱ्यो हुन्छ है दिदी कम्प्लेट छ टुन कम्प्लेट पछि दिदी
लाइट त छैन लाइट बाल्नु दिँदैन यहाँ आगो बाल्नु लाइट भित्र पनि भयो नि अब लाइट छ अलिकति छ होला यो प्लास्टिक यति छ अब बोल्ने ठाउँमा राख्दैन बाहिर बस्नु नि हो हुन चाहिँ पैसा सर्ट चल्छ सबै यहाँ राखेर चाहिँ प्रसाद लिएर जाँदा मिल्छ होला त मिल्छ यो खुट्टाले प्रसाद त हुन्छ प्रसाद बनायो प्रसाद बनाएर गाडीमा दुईटा लिएर जाऊ र हुन्छ त्यहाँ भगवान्ले नआउनु ए तपाईँ सबै ल्याउनु भएको थियो गाह्रोले मात्र त केही भएको थिएन होइन आर्मीसम्मलाई कभर गर्न सक्छ यो त्यो होला यो डेन्जर अनि हामी यो बसेको हुने गर्दा सुरु छैन यो 14-15 वर्ष कोहीको धद्रुङको हो के को हो धद्रुङको कस्तो खाले रहेछ नि त पाकेर चाहिँ बाउ पाकेर भरेर चाहिँ बल्ल पढ्न जान्छ कि जाँदैन पटना जानु पटना यस्तो बिजोड हिरो रहेछ के त्यो अरे यस्तो माथि माथि लुगा सार्दै आउँदैछु ल हामी पूजा गरेर भ्याएर हामी आयौँ ल नरिवल टन्ने रहेछ प्रसाद बोकेर आएको छौँ अब के फुल त्यहीँ ओइ भिमली बाबा हामी तर हामीहरूलाई यो भने यहाँ भट्टसाइला घर हो त यहाँनिर भट्टसाइला घर हो कि यहाँनिर भेट्दैन आवाज आउँछ कि मान्छेले कहिले भाग्छ कि बुवा ए बुवा रमाइलो के छ केटा झाडी हेर्दैछ नि होइन झाडी हेरिरहेको नि हामी जन्मेको ठाउँ हो यार जे भयो नि होइन जे भयो नि हामीले झाडी झाडी भयो नि जे भयो नि मन्दिर दर्शन गरेर निक्लेको हाम्रो घर आइपुग्यो यति नजिक थियो र यार यो त होइन उ त यतापट्टि यतापट्टि हाम्रो घर भएको क्षेत्र यही हो बोटे खोला यही हो बोटे खोला बनगाई खोला यो हो यही छैन सम्म छ बनगाई खोला हो त्यो आँपको रुख धेरै छ नि त्यो अमानेहरूको त्यो हो यही हो रुख प्रेमको घर भएको रुख यही हो पानी अलिक तरिन्छ हाम्रो त्यो हो के त यो
यो यहाँनिर माने घर थियो कसको माने घर यो यो अगाडि थियो नि ठ्याक्कै जलेश्वरहरू घर यहाँ थियो यही हो यही हो हो गिरीहरूको बाँस झ्याङ्गै हो ल गिरीहरूको घनश्याम हो यतापट्टि खोला थियो यहाँ यहाँ अहिले पनि खोलै छ हो यो चाहिँ ठ्याक्कै निन्द्रा घर पछाडि रहेछ है त्यो त्यहाँ आएर टावरमा आइसक्यो त मान्छे आधी घन्टा त्यसको कहाँ जाने फेरि अनि त्यो कारमा बस्यो भने कता लानुहुन्छ लगेको त्यो पकाइ के भने उतातिर जाने त्यो अनुहार होइन त्यो बगैँचासँग ऊ त्यहाँ पुरुष छ नि त त्यो सिमनर सरको ऊ त्यो त्यहाँ पुरुष सानो छ यो स्कुल भयो त्यो सिङ्गल त्यही हो त त्यही उसको आपुर हो क्या हो यो ढेँडौलो पटना बिच गैँडा रहेछ गैँडा सानो गैँडा उठ बसिराख्यो पकायो भने देखाइन्छ कहिलेसम्म जाने बनाउँछ तपाईँको यहाँ त अब त्यहाँ पानघारी आइहाल्यो जनावरलाई पनि कस्तो हुन्छ भन्दाखेरि तपाईँलाई एउटा घर बस्नलाई अब खाने रुम चाहियो वासरुम चाहियो सुत्ने रुम चाहियो भनेर जस्तो दलदल चाहियो होइन सिमसार क्षेत्र चाहियो घाँसे मैदान चाहियो ढेँडौली आइपुग्यो हामी ल जितबहादुर घरतिर लगभग झर्ला झर्ला तेरिका भेट्दै भेटेन नि यो अर्नाको यहाँ तारबार गरेर यहाँ इनार यो ढेँडौली किनार पुरानो इनार ढेँडौलीको बिल हो खबर यहाँ बच्चाको गर्छ छोरो कलिको यहाँ बच्चाको गर्छ है च्याप्पु छोटो ल है ल ल ल ल हामी यहाँ ढेँडौलीको बगैँचामा आइपुगेका छौँ है यो ढेँडौलीको बगैँचा हो बाबु आइपुगेको छ यहाँ यसो देख्छ म अब यो कहिलेसम्म चल्छ तपाईँहरूको असन यो मर्चौली खोला यतै कति बस्थ्यो है मान्छेहरूले यो मर्चौली खोलै हो हजुर आँदैन भइसक्यो उठेर इन्जोय गर्ने अब यहाँबाट त्यही आइपुग्यो अब बनकट आइपुग्छ माछा त होला अलिअलि छ बच्चाको हुन्छ है अहिलेसम्म यहाँ चाहिँ सुरक्षित छ जे भयो नि ए कुइन्टेलको 35 किलो 35 रुपियाँ क्विन्टल 4-5 जना आएर बनाएर पैसा भाग्न हुन्छ भाइ 1 किलोको 35 पैसा
4-5 जना आएर भाइ पोखर रोकेर पानी पलासको बोस। खानु बेलगैडी प्लासको पानी खानुहुन्छ बेलगैडीको प्लासको बोस यता फेरि बाघ भालु हुन्छ म यार अहिले सर यो खयरको बोट यार हो आफै डढे लाउने काट्ने नभए त त्यसलाई बेतन बनाउनु त बन्छ कालको त्यत्तिकै ढले पुगेर जान्छ तर अहिले सरकारी स्टाफलाई के पैसा त दिन्छ नि त सरकारबाट फेरि अब राम्रो ठाउँमा बेच्यो भने त त्यो स्टाफलाई त भयो कुनै अब वन्यजन्तुले घाइते बनाएको छ भने उनीहरूलाई पनि दिन सक्ने भयो नि त त्यो अनि नेपालको सम्पत्ति नेपालमै रह्यो त्यो पट्रीसम्म के अरे त्यहाँ दिल्लीसम्म छ नि पट्री रेलको पट्री बन्छ त्यो भनेको एउटा सालको आफ्नो व्यापार पनि हुने भयो होइन अर्को भनेको हाम्रो अब जुन ट्रेडभित्रमा पनि भयो र बााउन्ड्री लाइनमा पनि खोलाको सिमानामा पनि हिँडेन क्यामेराहरू छ अब आर्मीहरू गस्ती गर्छ नि त्यही भएर बेला बेलामा अनि फोन भनिदिइहाल्छ नभए यहाँनिर यस्तो मान्छेहरू छ बिना उहाँले रुखको पातहरू लगाउने हो चिसो हुन्छ उडी तान्न भाइ सालको रुख ठुलो हुन्छ पातहरू ठुलो भएपछि हावा डाइरेक्ट छिर्दैन कि यस्तो नि हो तर यो ठाउँै शीतल हो क्या यो दाइ राति पारि हामी हुँदा गर्मीको अनुभवै थिएन क्या हामीलाई मर्दौली पनि थियो यस्तो त पहिला खोला नहुँदा कोही पनि थिएन थियो एउटा दुईटा थियो त्यो पनि त्यो ठुलोमा बस्थ्यो अहिले सक्दैन अहिले छ्यापै छ तपाईँको बर्खामा जहिले कुकुरहरू छेउमा भाउजू दार्रा अरू केही भन्दैन कि अहिले हामी दुःख गऱ्यो नि हातले यस्तो यस्तो गरेर हातै काटिन्छ मेरो पेट थियो भुँडी अलिक घटा क्या हो यस्तो पेड हुन्छ यस्तै ठुलो हुन्छ के अरे यो खोला खोलाले त्यस्तो उस्तमा फेरि उल्टा जति चिसो भयो नि होल्डे आउनु पर्छ कि होल्डे टाइगर टप सर्ला के मजाले जङ्गलको पनि एउटा होलीलाई होल्डेको तपाईँको त्यही 20,000 थप्नुपर्छ यसमा एउटा गाडीलाई 27,000 पऱ्यो नै 27 हुँदैन 40,000 लगभग कति पैसा होइन होइन कि 27,000 हुने दुईवटा गाडीलाई 20,000 थप्नु पर्छ नि दुईटा गाडीलाई 20,000 गइरहेको छ त्यहाँ झाड मात्रै के त देखा अस्तिको टोलीले नि यस्तै देखा हो हेर्ने कथामा हेर्को बाटो पनि हो त्यो दुईवटा बुढो छ नि ये तो भाले हो मेरो हो त्यो यसमा सार पनि आउँदै मृग भनिन्छ जरा अङ्ग्रेजी नाम स्पोटेड पाउँछ कतिमा के पाउँछ भनेर अनि मैले त
केही गर्दैन कि नानी बिरालोले लाता हाल्नु न यता बनायो होइन त्यो तेर्सोमा बनाउ न होइन होइन काटेर काटेर अङ्कल अङ्कल एकदम 11 वर्ष पुरा गरेर 12 सुरु है थ्याङ्क यू सो मच है अनि अनि अङ्कललाई ल अङ्कललाई थ्याङ्क यू सो मच है यहाँ गर्न कोही पहिला बुवालाई खानु भाइ ए बुवा पछि गर्नु न मै हो त्यौहारमा ल भयो त काटेर बाबुलाई नि आए सबलाई बच्चालाई दिनु बच्चालाई अरूलाई ठुलो बडा ल बाबाले यति रमाइलो भयो यो एउटा रमाइलो पर्छ नि त्यस्तो टाइम कहिले आउँछ छोरी दुईटा बनाउ न त्यसलाई खाली गाडा चढेको बाबु गाडा चढेको पुरानो गाडा हो यो हुँदैन भाँचिन्छ हेर न तिमी मयूर मामा प्यारो भन्दा न नमस्ते गर्यो तिमीले देऊ ल छ्याने छ्याने मैले 50 रुपियाँ अब उनीहरूले दिन्छ 2-4 अब हामीले दिएको देखेर उनीहरूले दिन्छ मलाई भोलि पछि चाहिँदैन दिदी 10,000 भन्दा बच्चा म दिने के पछि होइन दिन नि पर्छ नि एकजनालाई मात्रै त्यत्रो मार पाएर नि हुँदैन नि हाम्रो यही बानी भन्नाले हाम्रो नेपालीकै बानी खत्तम छ नि अब खोल्नु मास कता गएको कता गएको त्यतै त नि उहाँ आउँदैन यता कता गएको त अरे त्यो वाला नि फटाफट फटाफट बसिहाल्नु त ल ल जाउँ 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 ल जाउँ अब बोलो अब मेरो काखमा बस्यो बाले नि सुनाउँछ नि कुन चाहिँ माइला अङ्कल कुन चाहिँ बाडीले बगायो कुन चाहिँ खोलाले हातले हुँदैन त्यो
तर छाता भनेको चाहिनेलाई मात्रै सम्झिन्छ अहिलेसम्म त मजा आयो गजब पाउनु भएर जाँदा ल सिद्धियो है हाम्रो आजको टुर ल जङ्गल सफारी सिद्धियो ल है दिदी रमाइलो भयो है छ्याने कहाँ गएर आएको पसिना आएछ हँ घुमेर भन्नु बुवा थकेला है बुवा थकेला है यता रुख बिरुवा छैन धेरै